विभिन्न प्रकारको प्लास्टिक र त्यसको आयु। Polyethylene terephthalate or PET. यो प्लास्टिकको आयु 1 वर्षदेखि 20 वर्षसम्मको हुन्छ र यो प्लास्टिकबाट बोतलहरू, सिन्थेटिक फाइबर जस्तै कि पोलिस्टरहरू र प्लास्टिकको सिटहरू बनाइन्छ। High density polyethylene or HDPE. यो प्लास्टिकको आयु 5 देखि 50 वर्षसम्म हुन्छ र यो प्लास्टिकबाट जग, खेलौना, पाइपिङ र बोतलको क्यापहरू बनाइन्छ। Polyvinyl chloride or PVC. यो प्लास्टिकको आयु 20 वर्षदेखि 50 वर्षसम्मको हुन्छ र यसबाट पाइप, झ्यालको फ्रेम, केबल, मेडिकल डिभाइसहरू र क्रेडिट कार्डहरू बनाइन्छ। Polypropylene or PP. यो प्लास्टिकको आयु 5 देखि 30 वर्षसम्मको हुन्छ। यो प्लास्टिक लिएर फुड कन्टेनर्स, अटोमोबाइलको पार्ट्सहरू, त्यसैगरी डोरीहरू र कार्पेटहरू अनि मेडिकल डिभाइसेसहरू बनाइन्छ। Low density polyethylene. यो प्लास्टिकको आयु 5 देखि 20 वर्षसम्मको हुन्छ। यो प्लास्टिकबाट प्लास्टिक ब्याग, स्क्विज गर्ने ससको बोतल्स र एग्रिकल्चरल फिल्महरू बनाइन्छ। Polycarbonate or PC. यो प्लास्टिकको आयु 5 देखि 20 वर्षसम्म हुन्छ र यो प्लास्टिकबाट चस्माको लेन्स, इलेक्ट्रोनिक्स, हेलमेट र सिडी डिभिडीहरू बनाइन्छ। Polylactic acid or PLA. यो प्लास्टिकको आयु 1 देखि 5 वर्षसम्मको हुन्छ र यो प्लास्टिकबाट कुहिने कपहरू, 3D प्रिन्टिङ र मेडिकलको सामानहरू बनाइन्छ। Acrylonitrile butadiene styrene or ABS. यो प्लास्टिकको आयु 10 देखि 30 वर्षसम्म हुन्छ। यो प्लास्टिकबाट हाउसिङ मेटेरियल जस्तै कि टिभी, फ्रिज, अटोमोबाइल्सको पार्ट्स, हेलमेट र खेलौनाहरू बनाइन्छ।